लेसन 1 को ग्रामर पढौँ। अब हामी लेसन 1 को ग्रामर पहिले सबभन्दा सुरुमा हामीले वा पार्टिकल पढौँ। वाको नेपाली अर्थ चाहिँ के हुन्छ? चाहिँ हुन्छ है। वा भनेको नेपाली अर्थ चाहिँ भनिन्छ। लेख्दा वा चाहिँ लेख्दाखेरि हा लेखिन्छ हामीले पहिला पढ्दाखेरि भने, तर उच्चारण गर्दाखेरि चाहिँ ग्रामरमा वा हुन्छ। यो अपवाद हो है त। हामीले पढ्दाखेरि यसलाई हा भनेर पढे पनि यो चाहिँ वा भनेर पढिन्छ। अहिले चाहिँ ग्रामरमा वा भनेर पढिन्छ, यो अपवाद हो है त। अब वा पार्टिकल नाम र सर्वनामको पछाडि आउँछ। वा पार्टिकल चाहिँ के रहेछ? नाम र सर्वनामको पछाडि चाहिँ आउँदो रहेछ। ल अब नाम र सर्वनाम भनेको के हो त? अब नामहरू त अनागिन्ती हुन्छ, सर्वनाम पनि धेरै छन् होइन। अब के नाम सर्वनामहरू पढौँ हामी। अब यहाँ गाकुसे भनेको नामहरू पढ्दैछौँ हामी। गाकुसे भनेको विद्यार्थी, यो पनि नाम भयो। सेन्से भनेको शिक्षक, खाइस्या भनेको कम्पनी, होन भनेको किताब, कुरुमा भनेको गाडी, यिनीहरू के भयो? नामहरू भयो है त। अब सर्वनामहरू वातासी भनेको म, आनाता भनेको तपाईँ, आनाता भनेको तपाईँ, खारे भनेको ऊ, पुरुषलाई ऊ भन्दाखेरि खारे भनिन्छ, अथवा बोयफ्रेन्डलाई पनि के भनिन्छ? खारे भनिन्छ है त। अब खानुजो भनेको केटी मान्छेलाई उनी भन्दाखेरि खानुजो भनिन्छ भने, अर्को भनेको गर्लफ्रेन्डलाई खानुजो भनिन्छ। कोरे भनेको यो भनेको है त। ल अब हामी यो नाम र सर्वनाम यहाँ के छ हामीले अघि पढेको वा पार्टिकल चाहिँ नाम र सर्वनामको पछाडि आउँछ भनेको छ। हामीले नामहरू र सर्वनामहरू यहाँ छुट्टा छुट्टै दिइसकेको छ। अब यसको पछाडि वा पार्टिकल चाहिँ कसरी लाग्छ भनेर एक्जाम्पल हेरौँ है त। ल एक्जाम्पल हेरौँ यहाँ। अब सर्वनामको पछाडि वा पार्टिकल हो। वातासी भनेको सर्वनाम भयो। अब सर्वनामको पछाडि वा पार्टिकल कसरी आउँछ हेर्नु त। यो पनि वा पार्टिकल भयो, अर्को भनेको यो वा पार्टिकल भयो है त। वा ल वातासी भनेको म, वातासी भनेको म, वा भनेको नेपाली अर्थ के हुन्छ? चाहिँ भन्ने हुन्छ। वातासी पछि सर्वनाम पछि वा पार्टिकल आयो, म अनि चाहिँ भनेको वा भयो है त। गाकुसे भनेको विद्यार्थी, देश भनेको हो भनेको है त। वातासी वा गाकुसे देश, म चाहिँ विद्यार्थी हो भने भयो है त। अब अर्को भनेको खारे भनेको के हो? खारे भनेको ऊ, केटा मान्छेलाई खारे, ऊ अथवा बोयफ्रेन्डलाई खारे भनिन्छ। खारे वा भनेको, खारे भनेको ऊ, वा भनेको चाहिँ, खारे भनेको ऊ, वा भनेको चाहिँ। ईर्ष्या देश भनेको डाक्टर, ईर्ष्या भनेको डाक्टर, देश भनेको हो डाक्टर हो। खारे वा ईर्ष्या देश भनेको ऊ चाहिँ डाक्टर हो भन्ने भयो है त। अब नामको पछाडि वा पार्टिकल, यहाँ पनि वा पार्टिकल। हामीले नाम र सर्वनामको पछाडि वा पार्टिकल भनेको छ। अब नाम भयो, यो सर्वनामको पछाडि वा कसरी आयो हामीले पढ्यो भने, अब नामको पछाडि कसरी आयो नाम? यो सातो सान वा सातो सान भनेको सातो जी चाहिँ, अनि सेन्से भनेको शिक्षक, देश भनेको हुनुहुन्छ। सातोजी चाहिँ शिक्षक हुनुहुन्छ। यहाँ हेर्नुहोस् वातोसान भनेको नाम भयो, पछि पार्टिकल के आयो? वा आयो। ल सातोसान वा सेन्से देश भनेको सातोजी चाहिँ शिक्षक हुनुहुन्छ भनेको है त। ल वा पार्टिकलको हामीले पढ्यौँ नाम र सर्वनामको पछाडि, र कोरे सोरे आरे हुन्छ। यो चाहिँ हामी लेसन 2 मा पढ्छौँ है त। यो पछि पनि कोरे सोरे आरे प्लस वा पार्टिकल हुन्छ, यो हामी लेसन 2 मा पढ्छौँ। ल नाम र सर्वनाम पछि वा पार्टिकल पढ्यौँ हामीले कसरी आउँदो रहेछ भने, अब पढौँ। हो भनेको देश, अघि पढ्नु त पढिसक्यो हामीले। देश, देश भनेको यसको मिनिङ हो हुनुहुन्छ भन्ने हुन्छ है त। देशको मिनिङ हो हुनुहुन्छ भन्ने हुन्छ। अब एक्जाम्पल हेरौँ। वातासी वा गाकुसे देश, म चाहिँ विद्यार्थी हुँ। यसले देश भनेको हो हुनुहुन्छ भन्ने अर्थ आयो है त, देश भनेको। अब होइन भन्नाले के भनिन्छ? म होइन भन्नलाई चाहिँ ज्यारिमासेन भनिन्छ है त। होइन भन्नलाई के भनिन्छ? ज्यारिमासेन भनिन्छ। ज्यारिमासेन भनेको होइन भनेको है त। मिनिङ, यसको मिनिङ के हो त? ज्यारिमासेन भनेको होइन भनेको। अब एक्जाम्पलमा हेरौँ। वातासी वा भनेको के हो? वातासी वा भनेको अघि हामीले पढिसक्यौँ। म वातासी भनेको म, वा भनेको चाहिँ, वातासी वा म चाहिँ। सेन्से भनेको शिक्षक, ज्यारिमासेन भनेको के रहेछ मिनिङ? देश भनेको हो भनेपछि ज्यारिमासेन भनेको होइन रहेछ, अनि होइन भयो। वातासी वा सेन्से ज्यारिमासेन भनेको म चाहिँ शिक्षक होइन भयो है त। अब जाउँ
देवा आरिमासेन। देवा आरिमासेन भनेको जा आरिमासेनको पोलाइट फर्म चाहिँ देवा आरिमासेन हो है त। जा आरिमासेन हामीले पढ्यो, त्यसको पोलाइट फर्म चाहिँ देवा आरिमासेन हो। ल जारिमासेन पोलाइट फर्म देवा आरिमासेन हो भनेपछि यसको मिनिङ पनि के हो त? होइन भन्छ। यो त पोलाइट रूपमा बोल्ने हो है त। ल हेर, यो रामजु होइन, यो रामुजी हो। रामु है त, रामजु होइन, यो रामु हो। RAMU रामु मात्रै हुन्छ है। यो वा यहाँ मिस्टेक लागेछ। रामु RAMU रामुसान वा सेन्सेई देवा आरिमासेन भनेको रामुजी चाहिँ शिक्षक होइन। अब तपाईँको नाम के छ? श्याम छ भने श्यामुसान वा सेन्से देवा आरिमासेन भनेको श्यामजी चाहिँ शिक्षक होइन भनेर पढिन्छ। अब हाई भनेको हो, देश भनेको पनि के हो त? हो भनिन्छ। अब इए भनेको होइन, देवा आरिमासेन भनेको होइन, अनि जारिमासेन भनेको होइन भन्ने यसको मिनिङ हुन्छ है त। अब यहाँ हेर, अब हाई भनेको हो, हुन्छ, ठिक छ भनेर कसैले सोधेको प्रश्नलाई स्वीकार एग्री गर्दा चाहिँ प्रयोग हुन्छ यो हाई भनेको है त। अब यसको उदाहरण हेरौँ। आनाता वा गाकुसै देशका भनेको तपाईँ चाहिँ विद्यार्थी हुनुहुन्छ भनेको है त। आनाता वा तपाईँ चाहिँ, आनाता भनेको तपाईँ चाहिँ, वा भनेको चाहिँ, गाकुसै देशका भनेको तपाईँ चाहिँ विद्यार्थी हुनुहुन्छ भनेर सोध्यो। अब यहाँ हेरौँ, हाई गाकुसै देश भनेको हो, म विद्यार्थी हुँ भनेको। अब यहाँ हेर्नु, हाई अगाडि हो, हाई भनेको हो, इए भनेको होइन है त। हाई भनेको हो भनेपछि पछाडि पनि के त? हो भन्नु पर्यो। हो, म विद्यार्थी हो भनेको हाई गाकुसै देश भन्नु पर्यो। अब इए चाहिँ कतिखेर आउँछ, होइन चाहिँ कतिखेर भन्नु त? अब होइन कसरी प्रयोग गर्ने? अब कसैले सोधेको प्रश्नलाई अस्वीकार गर्दा चाहिँ इए प्रयोग गरिन्छ है त। इए प्रयोग गरिन्छ। अब उदाहरणको लागि आनाता वा सेन्से देशका भनेको तपाईँ चाहिँ शिक्षक हुनुहुन्छ भनेको है त। आनाता वा सेन्से देशका भनेको तपाईँ चाहिँ शिक्षक हुनुहुन्छ भन्यो। अब तपाईँले होइन भन्नु पर्यो। पहिला अगाडि होइनले के भन्नुपर्छ? इए भन्नु पर्यो। इए भनेको होइन। सेन्से देवा आरिमासेन अथवा जारिमासेन एउटै हो है त। देवा आरिमासेन अथवा जारिमासेन भनेको पोलाइट फर्म हो। एउटा देवा आरिमासेन भनेको पोलाइट भयो, जारिमासेन भनेको नर्मल फर्म भयो। अब यहाँ हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने अगाडि इए आयो भने पछाडि देवा आरिमासेन अथवा जारिमासेन होइन आउनुपर्छ। किनभने अगाडि होइन भनेपछि पछाडि पनि होइन भन्नु पर्यो। अब अगाडि चाहिँ हाई आयो भने पछाडि पनि देश हुन्छ। पछाडि अगाडि हो आयो भने पछाडि पनि हो हुन्छ। त्यही भएर यो कुरा चाहिँ तपाईँहरूले एकदम ख्याल गर्नु पर्यो। अगाडि हाई आयो भने हो भनेपछि हो भन्नु पर्यो, पछाडि पनि देश लाउनु पर्यो होइन। अब यहाँ छ, यो हाई आयो भने पछाडि देश, अगाडि हाई हो भने पछाडि हो भन्नु पर्यो। अनि त्यसपछि अगाडि होइन भन्नु पर्यो भने पछाडि पनि होइन भन्नु पर्यो है त। मिरा सान वा, हेर्नुहोस् होला, मिरा सान वा मिराजी चाहिँ निहोन्जिन देशका भनेको, निहोन्जिन भनेको जापानिज हुनुहुन्छ भनेको छ। मिराजी चाहिँ जापानी हुनुहुन्छ, जापानिज हुनुहुन्छ भने मिराजी चाहिँ। अब यसले प्रश्नले जापानिज हुनुहुन्छ भनेर सोध्यो। अब होइन भन्नु पर्ला अगाडि इए होइन, निहोन्जिन जापानिज, जारिमासेन होइन, जापानिज होइन है त। अब आनो हितो र दारे, आनो खाता दोनाता। त्यो व्यक्ति भन्नलाई आनो हितो भनिन्छ भने आनो खाता पनि त्यो व्यक्ति हो तर पोलाइट फर्ममा। दारे भनेको को हो, यो त नर्मलमा भयो। दोनाता भनेको पनि को हो, यो चाहिँ पोलाइट फर्ममा है त। आनो हितो भनेको त्यो व्यक्ति नर्मली सामान्य भाषामा बोल्दाखेरि। आनो खाता भनेको चाहिँ पोलाइटली एकदम आदर गरेर सत्कार गरेर बोल्दाखेरि आनो खाता को भनेको होइन। को हुनुहुन्छ, बक्स्यो खाइस्यो भन्ने शब्द चाहिँ आनो खाता हो भने आनो हितो भनेको नर्मल भयो। अनि दारे भनेको को भनेको यो पनि नर्मलमा भयो। दोनता भनेको को भनेको यो चाहिँ पोलाइट फर्ममा भयो है त। ल अब हामी हेरौँ, आनो हितो वा दारे देशका, ऊ चाहिँ व्यक्ति को हुनुहुन्छ, ऊ व्यक्ति को हुनुहुन्छ अथवा ऊ चाहिँ व्यक्ति को हुनुहुन्छ है त। आनो हितो भनेको ऊ व्यक्ति, वा भनेको चाहिँ, दारे देशका भनेको को हुनुहुन्छ भनेको है त। अब हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने आनो हितोसँग दारे आउँछ होइन। यहाँ हेरौँ, अब हामीले ख्याल गर्नुपर्ने कुरा आनो हितो, यो आनो हितो आयो भने दारे लाग्छ। किनभने यो नर्मल दुइटै आनो हितो भनेको त्यो व्यक्ति को भन्नलाई दारे आउँछ। त्यो व्यक्ति भने आनो हितो, दारे भनेको को भनिन्छ होइन। अब आनो खातासँग चाहिँ दोनता आउँछ है।
यो चाहिँ ठुलो मान्छेले आनो खात्ता भनेको पोलाइट भयो, पोलाइट सँगै युज हुन्छ र नर्मल चाहिँ सँगै युज हुन्छ। एक ठाउँमा पोलाइट एक ठाउँमा नर्मल यो चाहिँ युज हुन्न है त। जस्तै हामीले तिमीले खाना खानु भयो भनिँदैन नि त होइन, हजुरले खानु भयो भन्छ। त्यही भएर यो चाहिँ पोलाइटसँग पोलाइट नन पोलाइट जोडेर आउँछ है त। ल उदाहरण आनो हितो वा दारे देशका भनेको उचाइ व्यक्तिको हो भनेको है त। अनि आनो हितो वा सातो सान्देश उचाइ सातोजी हुनुहुन्छ है त। अब आनो खाता वा दोनाता देशका उचाइ को हुनुहुन्छ उचाइ को हुनुहुन्छ भने को हुन् भनेर सोधेको। यो चाहिँ पोलाइट फर्ममा सोधेको, यो चाहिँ ठुलो मान्छेले सोध्ने क्वेसन है त, आफूभन्दा सिनियरहरूले। आनो खाता वा दोनाता देशका भनेको एकदम ठुल्ठुलो मान्छेले पोलाइटले सोध्नु पर्दा यो प्रयोग गरिन्छ। अनि एन्सरमा आनो खाता वा तनाका सान्देश उहाँ चाहिँ तनाकाजी हुनुहुन्छ अथवा हुनुहुन्छ भन्ने हुन्छ है त। यो आनो खाता र आनो हितोको यो हामीले पढ्यो। अब मो पार्टिकल वातासी वा मो चाहिँ काकुसे देश भनेको विद्यार्थी हुँ। रामु सान मो पार्टिकल यहाँ चाहिँ पनि भन्ने हुन्छ है त। मोको नेपाली अर्थ के हो? पनि भनेको हुन्छ। मो चाहिँ गाकुसे विद्यार्थी हो। रामु सान रामुजी पनि गाकुसे देश भनेको रामुजी पनि चाहिँ विद्यार्थी हो। अब पनि चाहिँ कसरी आयो? गाकुसे म पनि विद्यार्थी, रामुजी पनि विद्यार्थी, सेम भएपछि के हो? पनि आयो। अब म पनि टिचर हो अनि साथी पनि टिचर हो भनेर के मो पार्टिकल आउँछ। सेम आयो भने यहाँ के आउँछ? मो पार्टिकल आउँछ है त। म चाहिँ विद्यार्थी हुँ, रामजी पनि विद्यार्थी हुँ। ल अब हामी पढौँ गा पार्टिकल मुख्य प्रयोग म्युनिज। गा पार्टिकल गाले सेन्टेन्सको मुख्य विषय कर्ता देखाउँछ है त। गा पार्टिकलले के देखाउँछ? सेन्टेन्सको मुख्य विषय अथवा कर्ता देखाउँछ। कर्ता भने के काम गर्छ भनेर देखाउँछ है त, काम देखाउँछ है त। अब इमास आरिमास जस्ता अस्तित्व देखाउने भवसँग सामान्य प्रयोग हुन्छ। ल वासँग फरक वातासिगा ताबेमास यहाँ छ। वातासिगा ताबेमास भनेको के हो? म खान्छु। यहाँ म चाहिँ कर्ता भयो त। मैले कर्ता चाहिँ म भयो। वातासिगा ताबेमास म खान्छु भनेको अब म चाहिँ यहाँ कर्ता भयो। त्यही भएर यहाँ गा पार्टिकल लाग्यो है त। नेको गा इमास भनेको बिरालो छ, यहाँ अस्तित्व छ है, विषय हो। त्यही भएर नेको गा इमास। अब नो पार्टिकल नोको मुख्य प्रयोग मेन युज सेन्से नो होन भनेको को हो है। नो भनेको नेपाली मिनिङ को भन्ने हुन्छ। त्यही भएर सेन्से नो भनेको शिक्षकको, होन भनेको किताब, सेन्से नो होन। अब जम निहोन नो भनेको जापानको कुरुमा भनेको कार, जापानी कारलाई निहोन नो कुरुमा भनेको जापानको कार हुन्छ नेपाली भाषामा है त। अब यहाँ चाहिँ गो भनेको भाषा है त। गो भनेको भाषा। एगो इङ्ग्लिस भाषा भयो, एगो भनेको इङ्ग्लिस भाषा भयो। अब इङ्ग्लिस बाहेक अरूमा चाहिँ कस्तो हुन्छ? निहोन भनेको जापान भयो, अनि गो थप्यो भने चाहिँ जापानी भाषा हुन्छ है त। निहोन भनेको जापान, गो थप्यो भने जापानी भाषा हुन्छ। अब यहाँ नेपारू भनेको नेपाल भयो, गो थप्यो भने नेपाली भाषा भयो। नेपारू भनेको नेपाल, गो थपेपछि नेपारू गो भनेको नेपाली भाषा भयो।